नमस्कार साथीहरु, स्वागत छ तिलक लाइफ एन्ड वर्कमा। आज फेरि नयाँ भिडियो लिएर आएको छु मैले। हजुरहरुको लागि एकदम महत्त्वपूर्ण हुन सक्छ। खेर गएको बोतलको सुन्दर गमला बनाउने छोटो भिडियो लिएर आएको छु। के खेर गएको बोतल फ्याल्नै पर्ने हुन्छ त? हैन, यसलाई सुन्दर गमला बनाउन सकिन्छ। हेर्नुस् कतिको सजिलो छ बनाउनलाई। यो बोतललाई चाहिँ पहिला एकदम सफा पार्यो भने झनै राम्रो देखिन्छ। यसलाई मैले जस्तै डिजाइनले काट्नुपर्छ भन्ने हुँदैन, हजुरहरुको आफ्नो डिजाइनले काट्न सक्नुहुन्छ। एउटा काट्नको लागि कैंची, अब डिजाइन दिनु छ भने मार्कर चाहियो। म चाहिँ यसलाई आफ्नै डिजाइनले काट्न लागिरहेको छु। हजुर यसरी काटे। यसलाई नि डिजाइन दिन सक्नुहुन्छ हजुरहरुले। मैले चाहिँ यसलाई यही बिर्को निकालेर यसरी राखेर मार्करले यस्तो घुमाएर काट्ने छु। हजुरहरुले जस्तो नि डिजाइन दिन सक्नुहुन्छ। मैले जस्तै डिजाइन कै बनाउनु पर्छ भन्ने छैन। अब यसलाई चाहिँ यो चाहिँ जता नि झुन्ड्याउन मिल्छ। यसरी यस्तो झुन्ड्याउनको लागि चाहिँ यसलाई यसमा पाल पार्नुपर्ने हुन्छ, यसकै साइजको। यसरी यो अर्को पारिसकेको छु मैले। यहाँ होला, यसरी लक हुन्छ। यसको साइजको यहाँ पाल पारेपछि यसलाई यसमा छिराएर यसको बिर्कोले यहाँ लक गर्न सक्नुहुन्छ। लक गरेपछि यसमा यसरी झुन्याएर यसमा जुनसुकै सुन्दर फुल रोप्न सक्नुहुन्छ। मैले चाहिँ यति धेरै बोतल काटेर र आफ्नो डिजाइन दिइसकेको छु। यसलाई म आफ्नै डिजाइनले सजाउँछु। आफ्नै डिजाइनले सजाउन सक्नुहुन्छ हजुरहरुले नि। मेरो चाहिँ यो फर्ममा दिउँसो आराम गर्नको लागि सानो घर बनाएको छु। त्यसमा यस्तो सानो डिजाइन निकालेर यसमा गमला झुन्ड्याउनको लागि बार बनाएको छु। हजुरहरुलाई नि यस्तै ठाउँमा यसरी नै सजाउन सक्नुहुनेछ। यसको लागि अब चाहिने गमलामा राम्रोसँग मलयुक्त माटो हाल्नुपर्छ। बिरुवा राम्रोसँग हुर्किनको लागि मलयुक्त मलिलो माटो अति नै आवश्यक छ। मैले चाहिँ आफूलाई मनपर्ने फुलहरू रोपिसके। हजुरहरुले नि आफूलाई मनपर्ने फुलहरू यसरी नै रोप्न सक्नुहुनेछ। अनि आवश्यक अनुसार पानी नि दिनुपर्छ। मेरो चाहिँ सुन्दर गमला तयार भइसकेको छ। हामीले फोहोर भनेर फ्यालिने यस्तो बोतलहरूलाई नयाँ जीवन दिन सकिन्छ। यति सानो मेहनतले हाम्रो सानो बगैँचालाई नयाँ जीवन दिन सकिन्छ र वातावरण सरसफाइलाई थोरै भए पनि योगदान पुर्याउन सकिन्छ। भिडियो कस्तो लाग्यो कमेन्ट, लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो पुरा हेरिदिनु भएकोमा हजुरहरुलाई धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। हस्त नमस्ते।